मध्ये दर्शकले चाहिँ 10,000 रुपियाँ महिनाको पाउँछ। एउटा गीत लेखे मार्फत पाउँछ भने मैले किन नदिए तपाईँले 5,000 भने दिनुपर्छ। अनि कमल सरले के भन्नुभयो, दाइ गीत भन्ने पैसा भन्ने कुरो आज जुवा खेलेर पनि जान्छ, सुर्ती खाएर पनि जान्छ। तपाईँको कीर्ति कहिले जाँदैन। तपाईँको कीर्ति तपाईँ मरेर गए पनि जाँदैन। म तपाईँको आवाजमा गीत रेकर्ड गरिदिन्छु। अब पैसा होला नहोला त्यो श्रोताहरूको हातमा, दर्शकहरूको हातमा होला, तर तपाईँको सिर्जना त रहन्छ नि। तपाईँको छोराछोरीले सुन्लान्, तपाईँको परिवारहरूले सुन्लान् भनेर उहाँले भनेपछि मैले मनन गरेँ। यो कुरा चाहिँ हो है। ल भाइ थोरै यो मुटुमा हान्यौ छोराले चाहिँ बैरागी दाईको आफ्नै शब्द सङ्गीतमा अब छिट्टै हामी बजारमा लिएर आउँदैछौँ। दाईले भने जस्तै मैले दाईलाई भनौँ न पैसैले उ गर्न नसके पनि एउटा सिर्जना मैले एउटा उपहार दिँदैछु दाई है। स्टुडियोमा रेकर्ड गर्न पनि खर्च लाग्छ होइन र सामान्य कुरामा पनि अहिले धेरै खर्च छ नि टेक्नोलोजीमा पनि। मैले त्यो दिएको बाचा थियो नि दाई, त्यो बाचा मैले पुरा गरेको छु र गर्ने पनि छु। त्यो कारणले मिल्यो भने भिडियो दाई ढिलो त अवश्य ढिलो हुन्छ नि। ढिलो कतिपय कुराहरू कस्तो हुन्छ भने सिर्जना कहिले पनि पुरानो हुँदैन दाई। डोरी बाटेर भन्ने गीत हामीले 4 वर्ष अगाडि बनाएको गीत 4 वर्ष पछाडि चल्या हो होइन र। त्यो कारणले गर्दा अब छिट्टै दाईकै आवाजमा यो मुटुमा हान्यौ छुराले भन्ने गीत पनि तपाईँले सुन्न पाउनुहुनेछ। र आज 12 वर्ष पछाडि यो कण्ठपुरको दाईको घरमा जस्तो टिनको छानो थियो उस्तै छानो रहेछ, उस्तै कालो कालो छानो हो। एउटा परिस्थितिले दाईको घरमा राम्रो पैसा कमाउने आम्दानीको स्रोत भएको व्यक्ति नहुनु होला, त्यो आफ्नो ठाउँमा छ। तर दाई खुसी भएर यही छाप्रोमा भए पनि मिलेर बस्नु भएको छ। खुसी लाग्यो है भिडियो बनाइरहेको है। अब मैले चाहिँ दाईलाई अरू धेरै नसके पनि दाई आज मैले रकम खुलाउन मिल्ला नमिल्ला है, मैले अब त्यो कुनै पनि गिफ्ट भन्ने कुरा हराएर जान्छ दाई होइन ल भन्नु त। तर हजुरलाई अहिले आवश्यक 2-4 हजारको पनि हुनसक्छ हो कि नि ल भन्नु त। पैसा त कसलाई पुग्छ र कसैलाई पनि पुग्दैन। त्यो कारणले मेरो तर्फबाट म हजुरलाई आज 10,000 सहयोग गर्न चाहन्छु है। एउटा बाबु नानीहरूलाई अलिकति पढाइ खर्च होस्, नुन तेल होस् होइन भाउजू, भाउजू नजिक तपाईँ उमेरै गर्नु न दाइ उठ्नु। अब एउटा बाँसुरी पनि सुनाउनु पर्ने। अहिले सुनाउने यता 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 भाउजू यो हजुरले चाहिँ देखाएको भन्ने नबुझ्नु होला है। तपाईँको श्रीमान मसँग नजोडिएको भए म पनि आउने थिएन होला हजुरहरूको घरमा है। त्यो कारणले गर्दा चाहिँ मैले सोचेँ दाइलाई एउटा राम्रो कोट प्यान्ट ल्याइदिउँ कि भन्ने पनि सोचेँ। तर त्यो 1-2 वर्ष पछाडि फाटेरै जाने होइन र। तर तपाईँहरूको घरमा नुन तेलको आवश्यक होला, बाबु नानुहरूलाई फी तिर्न आवश्यक होला होइन। मैले धेरै दिन नसके पनि यसमा रकम खुलाउन मिल्ला नमिल्ला 10,000 रुपियाँ छ दाइ।
है भाइले दुःख गरेर मेला महोत्सवमा गएर कमाएको अब भगवान्लाई झुक्ने गराउँछु गीतले पनि केही पैसा कमायो होइन। अब मैले उपहार स्वरूप हजुरलाई एउटा गीत रेकर्ड पनि गरिदिएको छु, त्यो छिट्टै बजारमा पनि आउँछ। ल भाउजूलाई दाइलाई त्यो मैले यो रकम ल समाउनु है भाउजू, ल यता समाउनु। यो दाइले फेरि यताउता बाँकी खर्च गर्ने होइन फेरि फाल्तु खाएको बानी त थाहै छ नि। केही खानु यो चाहिँ भाउजूलाई। दाइ म हजुरलाई दिउँ कि भाउजूलाई? हजुरलाई दिएँ। अब घरको मुख्य प्रधानमन्त्री भयो के अरे गृहमन्त्री भने उयो ओ भाउजूलाई भाउजूलाई भाउजू लाउनु। हो यस्तो हुनुपर्छ। त्यही भएर अब चाहिँ ढुक्क भयो कि दाइले यो पैसा बाहिर खर्च गर्नु हुन्थेन भन्ने कुरा। मैले राख्दिनँ, कहिले पनि पैसा राख्दिनँ र फेरि फजुल खर्च मैले गर्दा पनि गर्दिनँ। ल त्यही नै हो भाउजू। ल दाजु सानो सहयोग हो भाउजू है, यसलाई कुनै अन्यथाको रूपमा नलिनु होला होइन र? होइन दाइ हामीले खुसी हुनुहुन्छ नि? खुसी हुनुहुन्छ नि? मलाई त साथी भेटियो, त्यही नै ठुलो कुरो। 12 वर्ष पुरानो साथी भेटियो, गर्लफ्रेन्डसँगै भएको साथी भेटियो होइन? धन्न धन्न हुन्छ आएको हुन्छ ल 20 वर्ष भइसक्यो। त्यही त फेरि ल बाँसुरी बजाउने हुनुहुन्थ्यो, बजाउनु न त ल। बाँसुरी ल्याएर लिएर आउनुपर्छ है।